नमस्ते, यहाँहरु समक्ष आज फेरि मैले एउटा छोटो जानकारी लिएर आएको छु। नछुटाइकन लास्टसम्म हेरिदिनु होला, हेर्ने प्रयास गर्नुहोला। जति गर्दा पनि यो मोनेटाइज हुन नसकेका, मोनेटाइज नभएका जति लामो भिडियोहरू, जति ठुलो भिडियोहरू, छोटो भिडियोहरू हाल्दाखेरि पनि मोनेटाइज टुल्स नपाउने र मोनेटाइज नभएका साथीहरूको लागि धेरै इम्पोर्टेन्ट हुन सक्छ। यसका केही मुख्य प्राविधिक कारणहरू छन्। जस्तो तपाईमा ओरिजिनल कन्टेन्टको अभाव भयो, अरूको भिडियो, म्युजिक, टिकटक, इन्स्टाग्राम या युट्युबबाट डाउनलोड गरेर लोगो वाटरमार्क सहितको भिडियो राख्नुभयो भने फेसबुकले त्यसलाई लिमिट अर्गनाइलिटी कन्टेन्ट ल्यापटपमा रातो बक्स भनेर मोनेटाइज गर्दैन। अरूको कन्टेन्टलाई हल्का सम्पादन गरेर हाल्दा नि यो नियम लागू हुन सक्छ है। नहाल्नु होला त्यसरी अलिअलि काटसाट गरेर। कन्टेन्ट मोनेटाइजेसन नीतिको उल्लङ्घन हुँदा, जस्तै अनुचित भाषा, भिडियोमा गालीगलौज वा अभद्र भाषा प्रयोग भएमा पनि यो रेकर्डमा रहिरहन्छ र यो अनि मोनेटाइजेसन दिँदैन है त। अनि रिल्सको लम्बाइ वाच टाइम 10 सेकेन्ड भन्दा पनि लामो हुनुपर्छ। त्यो भन्दा छोटो भयो भने पनि मोनेटाइज हुँदैन, फेसबुकले मान्यता दिँदैन त्यसमा। त्यो भन्दा अलिकति बेसी लामो नै हुनुपर्छ, त्यो भन्दा छोटो भएकोलाई मान्यता दिँदैन। पेजको स्वास्थ्य, पेज वा प्रोफाइल पोलिसी इस्यु छ कि छैन त्यो पनि हेर्नुपर्छ। आफ्नो पेजमा गएर, फेसबुक पेजमा गएर के इस्युहरू छ कि भनेर त्यो इस्युहरू पनि हेर्नुपर्ने हुन्छ है हजुरहरूले। अनि सबै देशको भौगोलिक अवस्थामा सबै देशमा विभिन्न किसिमका मोनेटाइज टुल्सहरू नदिएको पनि हुन्छ। जस्तै देशको योग्यता हामी नेपालबाट भएका कारणले नेपालमा सबै मोनेटाइजेसन टुल्सहरू पूर्ण रूपमा उपलब्ध नहुन पनि सक्छन्, त्यो पनि जाँच गर्नुपर्ने हुन्छ र त्यसैले पनि हामीले नपाएको पनि हुन सक्छ। तर कतिपय ठाउँमा त मिलि नै सकेका छन्। पुनः प्रयोग गरेको कन्टेन्ट हामीले आफ्नो भिडियो फेरि धेरै ग्रुपमा सेयर गर्दा वा धेरै पटक अपलोड गर्दा फेसबुकले के गर्छ भने स्प्याम वा स्पोटेड कन्टेन्ट मानेर मोनेटाइज रोक्छ। किनकि यो धेरै पटक यही मात्र हालेको देखेपछि उसले त्यसलाई चाहिँ रोकिदिन्छ। हेर्नुहोस् है। अनि अब यो जानकारीका साथसाथै भोलि फेरि अर्को नयाँ जानकारी लिएर पनि हजुरहरू समक्ष आउने छु। भोलि यसका समाधानका उपायहरू पनि लिएर आउने छु है। भोलिको भिडियो चाहिँ इम्पोर्टेन्ट छ। अझ फेरि आज त मोनेटाइज नहुनुको मुख्य कारण जतिसुकै भिडियो र रिल्स हाल्दा पनि भन्ने विषयमा हजुरहरू समक्ष सानो एउटा जानकारी गराइयो र भोलि यो चाहिँ समाधानका उपायहरू लिएर पक्का पनि आउने छु। नियमित तपाईँ हजुरहरू यी भिडियोहरूलाई नियमित रूपमा हेर्दै गर्नुहोला भन्ने पनि आशा लिएको छु। हजुरहरूले